अन्ततः नेपालको 2026 को वर्ल्ड कपको शेड्युल आइसकेको छ साथीहरू। यो हामी सम्पूर्ण नेपाली क्रिकेट फ्यानहरुमा एकदमै ठूलो खुसीको कुरो रहेको छ। नेपाल वर्ल्ड कप 2026 को लागि टी20 वर्ल्ड कपको लागि ग्रुप डी मा परेको छ। नेपालको टिममा वेस्ट इन्डिज, इङ्ल्यान्ड, इटली र बंगलादेश रहेका छन्। तपाईहरुलाई के लाग्छ कि यो पटकको खेलमा अघिल्लो खेल जस्तो होला या यो पटकको खेलमा नेपालले इतिहास रच्न सफल होला? वेस्ट इन्डिज, बंगलादेश जस्ता र इङ्ल्यान्ड जस्ता टिमहरुलाई टेस्ट नेसनलाई जित्दै नेपाल के सुपर 8 को यात्रा गर्न सफल होला? के लाग्छ तपाईहरुलाई? या त नेपाली क्रिकेट फ्यानहरुका लागि नेपाली क्रिकेट टोलीहरुले पहिले जस्तै 2024 मा खेले जस्तै निराशाजनक प्रदर्शन गर्लान्? लास्टमा आएर हार जितको के हुन सक्छ? तपाईहरुलाई के लाग्छ? कमेन्ट गर्नु होला। र तपाईहरु कतिको खुसी हुनुहुन्छ? नेपाल लगातार 2 पटक वर्ल्ड कप खेल्दैछ, टी20 वर्ल्ड कप। यो भन्दा पहिले नेपालले झन्डै 14 वर्ष जति कुर्नु परेको थियो वर्ल्ड कप खेल्नको लागि भने अहिले अब चाहिँ एनपीएल बाट टिमहरु, सम्पूर्ण टिमहरु, एनपीएल खेलाडीहरु चाहिँ एनपीएल बाट सिलेक्सन हुने भनिएको छ। एनपीएल मा जुन खेलाडीले सबैभन्दा राम्रो प्रदर्शन गर्छ त्यही नै टिममा रहने कुरा चाहिँ क्यानले कहीं न कहीं खुलाएको छ। अब भने नेपाली क्रिकेटका लागि सुनौला दिनहरु आइसकेका छन् जस्तो चाहिँ लाग्छ। र इटलीलाई चाहिँ नेपालले जित्न सक्छ र बंगलादेश, वेस्ट इन्डिज र इङ्ल्यान्डसँग पनि नेपालले राम्रो फाइट दिन सक्छ जस्तो मलाई लाग्छ। र यस्तै क्रिकेटका अन्य भिडियोहरु तपाईहरु हेर्न चाहनुहुन्छ भने प्लिज हाम्रो यस नेपाली अल स्पोर्ट्स अपडेट युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, मनमा लागेका कुराहरु लेख्न सक्नुहुन्छ र यस्तै भिडियोको लागि च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद।